नमस्कार। नमस्कार। अहिले हामी फुर्केटारी ड्रागन फ्रुट्स फार्म अन्तर्गत रहेका छौँ र हाम्रो काठमाडौँ सीतापाइलामा हजुर छतमा चाहिँ ड्रागन खेती गरिरहनु भएको रहेछ हजुर र एकदमै राम्रो ड्रागन खेती गरिरहनु भएको छतमा र उहाँ चाहिँ फुर्केटारी ड्रागन फ्रुट्समा आउनुभयो काठमाडौँबाट र केही भेराइटीहरू उहाँले मन पराएका भेराइटीहरू पनि लिनुभयो अनि हामीले फार्ममा पनि गएर हेऱ्यौँ र अहिले हामी यहाँ घरमा पनि आएर हेऱ्यौँ। हाम्रो क्रोमोप्लाज्महरू विदेशबाट ल्याइएका हुन् र अहिले 100भन्दा 100 जति भइसकेको छ, करिब 150 पुग्ने क्रममा छ। केही अर्को महिनातिर 150 जति पुग्छ होला। र यहाँ तपाईँले त यो फेसबुकमा अथवा टिकटकमा अथवा यिनीहरूमा कसरी चाहिँ सामाजिक सञ्जालमा कसरी हेर्नुभयो र यो फार्म कस्तो लाग्यो अनुभूति बताइदिनुहुन्छ कि? हजुर म चाहिँ मलाई यो कृषि पेसा भने चाहिँ असाध्यै मनपर्ने सर। हजुर कृषि पेसा भने चाहिँ फेरि कस्तो भने कृषक भने चाहिँ फेरि सबै उद्योगहरूको चाहिँ उद्योग चाहिँ कृषि हो क्या। यो कुरा चाहिँ अलिकति हाम्रो नेपालमा त नेताहरूले बुझ्नु भएको छैन होइन, बिस्तारै बुझ्नु होला। तर अध्ययन के अरे जापान पनि बस्नुभयो है? हजुर अनि अध्ययन पनि प्राविधिक विषय गर्नुभयो? प्राविधिक विषय भन्दा नि जापानमा त वेल्डिङ सोल्डिङ गरे होइन, म त यहाँ पढाइ चाहिँ हजुर पढाइ चाहिँ आई गरे यही डब्लुआरसीबाट पढ्नुभयो। हजुर हजुर अनि हजुरको यो फुर्केटारी मलाई एकदमै चासो भए भएर चाहिँ मैले खोज्दै जाँदामा चाहिँ हजुरको फार्म चाहिँ टिकटक आइडी भेटेँ। हजुर अनि फुर्केटारी ड्रागन फ्रुट फार्म्स भन्ने रहेछ। अनि खोज्दै आएको एकदम खुसी लाग्यो सरसँग चाहिँ भेट्न पाएँ। अनि थुप्रै भेराइटीहरूको 100+ भेराइटीहरूको अलिकति बेलुका भएको कारणले अलिकति अवलोकन गर्न चाहिँ अलिकति भ्याइन। पछि कुनै दिन आएर गरौँला त्यो पनि। आउनुहुन्छ राति भयो है? हजुर र फर्म हेर्दा र यहाँ हेर्दाखेरि कस्तो अनुभूति गर्नुभयो? यहाँ हेलनेट पनि लगाएको छ, असिना जाली होइन, अब यो ट्रेली सिस्टमबाट गरिएको छ, कस्तो महसुस भयो तपाईँलाई? होइन, मलाई त एकदम राम्रो लाग्छ सर। मैले हजुरलाई नै अघि भएर सोधेँ यो ट्रेली सिस्टममा चाहिँ कसरी चाहिँ के कतिवटा रड हाल्नुभयो, यो पाइप चाहिँ कसरी चाहिँ राख्नुभयो भनेर चाहिँ मैले हजुर सरलाई पनि सोधेँ। खासमा किसानहरूले नि यो ट्रेली सिस्टममा चाहिँ अलिकति फाइदा हो कि भन्ने मलाई लाग्छ कि होइन सर? हो, ट्रेली सिस्टममा यो चाहिँ मैले अहिले पछिल्लो पटक 1 हप्ता चाइना अध्ययन गर्न गएँ ड्रागन खेतीको बारेमा। र ट्रेली सिस्टममा लगाएको यस्तो अझ चाहिँ तपाईँको अझ व्यवस्थित गरेर चाइनिजहरू लगाएको, थोरै जग्गामा धेरै उत्पादन गर्ने। तर उनीहरू त हजार बिघाको फार्ममा मैले अध्ययन गर्न गएको थिएँ। भनेपछि अब प्रोडक्सन चाहिँ एकदम हाई गर्ने कि अब त्यो चाहिँ किसिमको नेपालमा पनि गर्न सकिन्छ। त्यो मेरो चाहिँ एउटा उद्देश्य के भने आफूले सिक्नुको साथै अरूलाई पनि केही जानकारी दिन सकियोस्, जसले फाइदा होस्, व्यक्तिलाई पनि फाइदा होस्, देशलाई पनि फाइदा होस् भन्ने मेरो अभिप्राय हो। र त्यही अनुसार नै म आफ्नै हिसाबले विभिन्न देशमा गएर अब हप्ता दिन, 5 दिन, 7 दिन, 10 दिन चाहिँ अध्ययनको लागि चाहिँ फर्महरूमा जाने, हेर्ने, त्यहाँ कसरी गरिएको छ भनेर गर्ने गरेको छु। र यसपटक पनि भर्खरै केही महिना पहिले चाहिँ मतलब चाइना गएर त्यो चाहिँ अनुभव लिएर आएँ। त्यो अघिल्लो वर्ष चाहिँ भियतनाम गएर आएँ र भियतनामको भन्दा पनि चाइनाको चाहिँ खेती प्रविधि धेरै अगाडि जस्तो महसुस गरेँ भन्छु। सरको यो हजुरको यो काम चाहिँ एकदम सराहनीय छ होइन। अब कस्तो भने यो ड्रागन खेतीमै भविष्य देख्ने किसानहरूले पनि के सोच्नुपर्छ भने हामी चाहिँ यो लोकल जातकोमा भन्दा नि अलिकति भेराइटीमा जानुपर्ने हुन्छ। अलिकति होइन सर, अलिकति विकसित, अलिकति धेरै फल्ने, अलिकति ठुलो फल्ने त्योमा जानुपर्छ होला जस्तो लाग्छ मलाई चाहिँ। अब मैले त यहाँ ल्याएर परीक्षण गरेपछि मैले के भन्ने गरेको छु भने यो फल चाहिँ मतलब यो पोलिनेसनसम्ममा यो क्रस पोलिनेसन हो, यो सेल्फ पोलिनेसन हो, एउटा कुरो त्यो जानकारी। र कतिलाई चाहिँ त्यो क्रस पोलिनेसन थाहा नभएर काटेर फालेको पनि पाइएको छ। त्यसको चाहिँ स्पष्ट हुनको लागि क्रस पोलिनेसन हो कि सेल्फ पोलिनेसन यो कन्फर्म हुनुपर्छ कृषकले। अनि त्यो कुरा जानकारी, अनि कुन फल तपाईँको कति ग्रामसम्मको फल्छ होइन, त्यसको नेचर कस्तो हुन्छ र कति समयमा फल्छ, यी सारा कुराहरू भेराइटी वाइज अलग अलग हुन्छ। ती कुराहरू मैले जे परीक्षण गरिरहेको छु ती कुराहरू कृषकलाई स्पष्टत बताइदिने गरेको छु। र मेरो चाहिँ इच्छा के पनि हो भने अरूलाई पनि एउटा कोअपरेट गरौँ, यो खेती गर्नेलाई अरूलाई पनि गरौँ र बाँझो जग्गामा कृषि कर्म गरौँ जसले देशलाई पनि फाइदा गर्छ, व्यक्तिलाई पनि फाइदा गर्छ भन्ने मेरो उद्देश्य हो। सरलाई एउटा क्वेसन चाहिँ गरिहालेँ मैले। हजुर सरको यो 2-3 वर्षको अनुभव के कति भन्नुभयो यो ड्रागन? मेरो 2.5 वर्ष। त्यो अनुभवमा चाहिँ हजुरले के पाउनुभयो त? कुन चाहिँ
कुन चाहिँ भेराइटी चाहिँ हाम्रो यो अब नेपाली किसानको लागि चाहिँ बेस्ट अब यो बेस्ट भेराइटी भनेर भन्ने यहाँले चाहिँ प्रश्न गर्नुभयो, राम्रो प्रश्न गर्नुभयो। त बेस्ट भेराइटी भनेर कसलाई मान्ने भन्ने कुरा चाहिँ ग्राहकमा भर पर्ने रहेछ। कसैलाई असाध्यै बढी चाहिँ मिठो भएको मनपर्छ, कसैलाई कम भएको मनपर्छ। अब मेरोमा ग्राहकहरू आउनु कतिले 1 किलोको एउटा फलेको लान चाहनुभयो भने कतिजनाले होइन अब यो बाँडेर खानुपर्छ, त्यसले गर्दाखेरि 1 किलोका 2टा 3टा चढे हुन्छ भन्ने हुन्छ। त्यस कारण यो कस्टमरहरू मिक्स भएको कारणले ठ्याक्कै यही भेराइटी भनेर चाहिँ भन्न अलि असिलो छ। मैले त्यस कारण के गर्ने गरेको छु भने जति भेराइटी परीक्षण गरेर देखिएको छ, जस्तै लेक इटालियन रेड तपाईँले मन पराउनु, त्यो एकदम बाक्लो फल्छ, हातो फल्छ होइन, स्विटनेस हाई छ होइन। अब 700-800 ग्रामसँगको फल्यो, अब त्यो मैले भन्न सकेँ। जस्तै अमेरिकन त्योमा चाहिँ क्रस पोलिनेसन यस हो, त्यो त पर्यो। सेल्फ व्यवसाय रूपमा त गर्दा त अलिकति गाह्रो, व्यवसाय रूपमा होइन। अब तपाईँ विदेशतिर त मान्छेहरू राखेर चाहिँ क्रस पोलिनेसन गरिन्छ। नेपालमा पनि एकजना कृषकले गर्नुभएको छ तनहुँमा, त्यो केही गाह्रो चिज होइन। हामीले क्रस पोलिनेसन हामीले झन्झट मान्ने र भएन नि कृषि गरेपछि होइन। अनि त्यो पनि मैले बताइदिन्छु। त्यो कतिपय यो क्रस पोलिनेसन हो, यो सेल्फ हो। तर सामान्यतया तपाईँको सेल्फ पोलिनेसन भन्दा क्रस पोलिनेसन भेराइटीहरू हाइब्रिड र बढी हुन्छन्। त्यो खेती गरेपछि दुःख मान्नु भएन नि, झन्झट मान्नु भएन। अनि अब अमेरिकन बिटी तपाईँ 1 किलो 84 ग्रामसँग फल्यो होइन। लाभेना रेड तपाईँको 1 किलोभन्दा माथि फल्यो, 1400 ग्रामसम्म फल्छ अरे। मेरोमा 1 किलोभन्दा अलिकति माथि फल्यो। अब यसरी मैले जस्तो रेनबो तपाईँ 700-800 ग्राम होइन। अब यो अब पोलरा तपाईँको 24 वृक्ष हुन्छ, सबभन्दा मिठो बढी हुन्छ। तर त्यसको अघि पनि मैले तपाईँलाई देखेँ 60 दिनभन्दा पहिले पाक्दैन, अलि ढिलो फल्छ। तर विदेशतिर त्यो महँगो हुन्छ। यसरी मैले चाहिँ के भन्छ त्यो प्लान्टको नेचर अनुसार बताइदिने गरेको छु। र त्यो चाहिँ आफूले कस्टमरले आफैले मेरो अनुभूति त्यो छ भनौँ। अरू केही छ जानकारी? केही छैन सर, अब अरू त भन्ने कुराहरू सायद भनिसक्यो होला। संवाद गर्दै गरौँला। हुन्छ। अब आज अचानक चाहिँ आउनुभयो, म त एकदमै होइन पोखरा आएपछि फोन गर्नुभयो काठमाडौँबाट। मलाई त थाहा थिएन, पहिला कन्ट्याक्ट पनि भएको थिएन है। जो सामाजिक सञ्जाल मार्फत थाहा भयो र आउनुभयो र लगभग 5-7 भेराइटी चाहिँ पनि लिनुभयो। कुन भेराइटी लिनु पऱ्यो? मैले अमेरिकन ब्युटी, लाभेना रेड अनि सुगर ड्रागन अनि साम रेड अनि अर्को कुन चाहिँ 5-7 भेराइटी लिनुभयो। जस्तो एउटा तपाईँ एउटा हबी भएको मान्छे हुँदो रहेछ, किनभने शुभ होस् तपाईँको, राम्रो होस् है त। हस्, धन्यवाद।